हेलो गाइज, वेलकम टु माई च्यानल। आज चाहिँ म हजुरहरूलाई मसालावाला चनाको दाल बनाउन गइरहेको छु। त्यसको लागि मैले 1 कटौरा जति चनाको दाल भिजाउन लिएको छु र अब म यसलाई एकछिन भिजाउँछु। एकछिन यसरी भिजाइसकेपछि अब म यसलाई कुकरमा सिफ्ट गर्न जाँदैछु। अब मैले चनाको दाललाई यसरी कुकरमा सिफ्ट गरेँ र मैले यसमा स्वादअनुसारको नुन हाल्दैछु। त्यसपछि मैले बेसार हालेँ अनि थोरै तेल हालेँ। तेल यो कारणले हालेको कि दाल उम्लेर बाहिर नजाओस् भनेर। अब म यसमा ढक्कन लगाइदिन्छु। त्यो लागेपछि दाल यस्तो हुन्छ हैन। अब म यो दाललाई चाहिँ झार्न गइरहेको छु। यताको उसमा मैले फ्राई प्यान बसालेको छु हैन। यसमा मैले अब यसमा थोरै तातेपछि थोरै तेल प्लस थोरै घिउ हालेर हाल्छु म यसमा। अब यो तातिसकेपछि मैले यसमा काटेर राखेको लसुन फुराउँछु। लसुन फुराइसकेपछि यसमा मैले प्याज हाल्छु। प्याज हालेर एकछिन यसलाई रातो नभइन्जेलसम्म यसरी चलाइराख्छु। प्याज यतिको ब्राउन भइसकेपछि मैले त्यसमा हरियो खुर्सानी काटेर राखेको थिएँ, त्यो हालेर एकछिन यसलाई मजाले चलाउँछु। अब यो यस्तो भएपछि मैले टमाटर काटेर राखेको छु। यसमा मैले 3वटा पिस टमाटर काटेर राखेको छु। त्यो हालेर एकछिन यसलाई मजाले चलाएर एकछिन यसलाई चाहिँ छोपेर राखिदिन्छु। हामीले चाहिँ यो चाहिँ सिममा पकाउनु पर्ने हुनेछ। सिम गरेर पकाउनु पर्छ, तब टमाटर अलिकति ग्रेभी हुन्छ। मा राखेको 5 मिनेटपछि यस्तो हुन्छ। ढक्कन निकालेर हेर्यो। अब यसमा हामीले मसला राख्नुपर्छ। थोरै बेसार राख्ने। अघि दाल बनाउनु भन्दा अगाडि हामीले नुन हालेको थियो नि, त्यही भएर अहिले थोरै नुन हाल्नुपर्छ। जिरा धनियाको पाउडर हालिसकेपछि यसलाई एकछिन चलाएर यो मसला पाक्न दिनुपर्छ। सिम नै राख्नुपर्छ, एकछिन पाक्न दिनुपर्छ। हाम्रो मसला पाके जस्तो छ है। पाकिसक्यो। अब यसमा चाहिँ हामीले यो अघिको यो दाल छ नि, यो दाल यसमा खनाइदिनुपर्छ। दाल खनाएर यसलाई मजाले एकछिन चलाएर फेरि अलिकति मिडियम फ्लेममा बसाल्नुपर्छ। अब एकछिन 5 मिनेटपछि यसरी हेर्दा यो दाल न उम्लिरहेको छ है। मसलावाला दाल रेडी हुन लागिसकेछ। अब इच्छा भने धनियाँको पत्ता माथिबाट राखिदियो भने झन् राम्रो हुन्छ, झन् बास आउँछ। चना मसालावाला दाल रेडी भइसकेको छ। मसालावाला दाल, चनाको मसालावाला दाल। अब यो हजुरहरूले रोटीसँग खानी हो भने अलिकति बाक्लो बनाउँदा हुन्छ, नत्र भातसँग खाने हो भने यतिकै ठिक्क छ। हस्, थ्याङ्क यू फर वाचिङ।